हो सर्वप्रथम त म नर्थ इस्ट खबर साथै गोर्खा टुडे 24/7 मार्फत विशेष गरी असममा बसोबास गर्ने जम्मै गोर्खा जनजातिलाई तपाईँहरूको यस मिडिया मार्फत आह्वान गर्न चाहन्छु किनकि अहिलेसम्मको तपाईँहरूले थाहा पाउनु भइसकेको छ। इतिमध्ये हाम्रो गोर्खा महोत्सव 2026 को निम्ति हामीले जति पनि हाम्रो तयारी गर्नुपर्ने हामीले कार्य इतिमध्ये गरिरहेका छौँ र हाल आउँदो 29, 30, 31 जनवरी 2026 में जुन चाहिँ गोर्खा महोत्सव 2026 हुनु गइरहेको छ त्यसको निम्ति म सम्पूर्ण आसामवासी जनमानसलाई म आह्वान गर्न चाहन्छु। आउनुहोस् सबैले मिली हामी एकताल हाम्रो सबैको हाम्रो जुन गोर्खा संस्कृतिलाई एकमुष्ट पारी एउटा असममा झल्काउने एउटा प्रयास गरौँ र तपाईँहरूको सहाय सहयोग हामीलाई नितान्त जरुरी छ र सबै हाम्रो गोर्खा जनमा सबै आइदिएर यस महोत्सवलाई सफल तुल्याउनुमा तपाईँहरूले सहाय सहयोग गर्नुहुन्छ भने म तपाईँहरूको यसमा मिडिया मार्फत आह्वान गर्न चाहन्छु। जिडिसीले समग्र गोर्खा महाजातिको एকক नृत्यको रूपमा मारुनीलाई स्वीकृति दिनुको लागि एउटा बृहत प्रयास चलाउँदैछन्। यो प्रयासलाई हजुरहरूले कसरी मध्यनजर राख्नुहुन्छ? एकदमै एकदमै राम्रो प्रयास भन्न सकिन्छ किनभने असमको इतिहासमा आजसम्म यस्तो पहल सायदै कसैले कुनै दिन हामीले सुनेको मुताबिक हामीले भेटेका थिएनौँ र बहुतै राम्रो पहल। गोर्खाको जम्मै जो 13 जात जनगोष्ठी मध्ये हाम्रो विभिन्न नृत्य कला कृष्टि लोक संस्कृतिहरू छन् त्यसैमध्ये हामीले मारुनीलाई एकमुष्ट पारी जम्मै 1100 जना हाम्रो जो चेलीहरूको एउटा हाम्रो एकमुष्ट एउटा हामीले यहाँ जुन नृत्य गर्नु गइरहेका छौँ त्यो असमको इतिहासमा विशेष गरी गोर्खा महाजातिको इतिहासमा एउटा विरल एउटा रूप हामीले त्यसलाई झल्काउन सक्छौँ भनेर आशावादी छौँ र खुबै राम्रो तरिकाले हुन्छ भन्ने छु। र साथै आजको दिनमा असमको विभिन्न जाति जनगोष्ठीको त्यस प्रकारले आज गिनिस वर्ल्ड रेकर्डमा जसरी उनले रेकर्ड गर्न सक्षम भएको छ, जसरी कि बिहु भयो, तपाईँको झुमर नृत्य भयो, झुमर विनन्दिनी भयो, हालैमा जो बागरुम्बा भएर गयो विगत 17 तारिक जुन गुवाहाटीमा प्रधानमन्त्रीज्यूको उपस्थितिमा र आउँदो दिनमा सायद हाम्रो गोर्खा महाजाति मध्ये हामीले मारुनी पनि त्यस पहलमा हामी लानुतिर एक कदम सायद सक्षम हुन्छौँ कि भन्ने एउटा विश्वास राख्दै र यो आउँदो दिनहरू जुन चाहिँ हाम्रो मारुनीको जुन 1100 जना हाम्रो जुन नेत्रीहरूले जुन नृत्य गर्ने गइरहेको छ त्यो पनि राम्रो हुन्छ भन्ने म आशावादी छु। बृहत्तर गोर्खा महाजातिको एउटा उपजाति नेवारी हिसाबमा नेवारीको जुन धिमी नृत्यको हालैमा हजुरको ठाउँमा त्यसको सफल रूपले प्रशिक्षण समाप्त भएको छ। त्यसमा कतिजना नृत्य शिल्पीले अंशग्रहण गरेको थियो र कतिले यहाँ अंशग्रहण गर्ने सम्भावना छ? सर्वप्रथम त हजुरहरूको च्यानल मार्फत म जिडिसी गोर्खा उन्नयन परिषदको अध्यक्ष माननीय प्रेम तामाङज्यूलाई हामी असम नेवार डिब्रुगढ जिल्ला समिति तर्फबाट मोडीमिले धन्यवाद दिन चाहन्छु किनभने उहाँको विशेष एउटा पोजिटिभ सपोर्टले गर्दा हामी डिब्रुगढ जिल्लामा छरिएको जम्मै नेवारी चेलीहरूमध्ये हामी विशेष गरी 4 ठाउँमा हामीले जुन धिमे नृत्य कर्मशालाको हामीले एउटा सेन्टर पाउन सक्षम भएको थियो र हाम्रो सबै जिल्ला समितिको विभिन्न पदाधिकारीहरूको अथक प्रयासले गर्दा हामीले 200 जना चेलीलाई हामीले वर्तमान कर्मशाला हालैमा गरिसकेका छौँ। त्यसको हामीले विगत तपाईँको आइतबारको दिन हामीले त्यो कर्मशाला समापन गऱ्यौँ र यसै जुन कर्मशाला हुन्छ महोत्सव हुन्छ त्यस महोत्सवमा हामीले डिब्रुगढ जिल्लाको समिति तर्फबाट 200 जना चेलीको एउटा धिमे नृत्य प्रदर्शन गर्न हामीले सोचेका छौँ। आशा गर्दछु सबैले त्यसलाई भरपूर एन्जोय गर्नुहुन्छ भनेर। धन्यवाद।